भनिन्छ सानो आगोमा समय लगाएर बनाएको खाना एकदमै मिठो हुन्छ। जस्तै यो तावा चिकन। लो हिटमा बनाएको फ्लेभरफुल र स्पाइसी तावा चिकन म खास गरी स्पाइसी लभरहरूको लागि क्रिएट गरेको छु। म एउटा होल चिकन लिएको छु र यसलाई म करी कटमा काटेर साइडमा राखेको छु। अब चाहिँ हामी यसलाई चाहिने सामग्रीहरू चप गर्छौँ। सबैभन्दा पहिला हामी रातो प्याज लिन्छौँ र यसलाई फाइनली चप गर्छौँ। यसै गरी लसुन, अदुवा, खुर्सानी, हरियो फ्रेस धनियालाई पनि फाइनली चप गरेर साइडमा राख्छौँ र केही स्क्विज स्लाइस लेमनलाई पनि काटेर राख्छौँ। प्यान हाम्रो राम्रोसँग हिट भइसकेको छ। हामी चिकनको स्किनको साइड तल पर्ने गरी एकछिन रोस्ट गर्छौँ र हामी यसलाई चिकनको फ्याटले नै पकाउँछौँ। चिकन हल्का रोस्ट भइसकेपछि हामी अघि चप गरेको प्याज, लसुन, अदुवा र खुर्सानीलाई राखेर चिकन सँगसँगै मजाले फ्राई गर्छौँ। यो स्टेजमा चाहिँ म अलिकति अलिभ ओइल राखेको छु। तपाईँ तोरीको वा जुनसुकै कुकिङ ओइल पनि लिन सक्नुहुनेछ। अब यसमा स्वादअनुसार नुन र बेसार पनि राखेर लो हिटमा मजाले फ्राई गर्छौँ। यसमा घरमै बनाएको स्पेसल मसला राखेर लो हिटमा उल्टाइ पल्टाइ गरेर समय लगाएर मजाले भुट्छौँ। मसला चिकन राम्रोसँग भुटिसकेपछि हामी यसमा लेमन स्क्विज गर्छौँ र फ्रेस धनिया पनि स्प्रिङ्कल गरिदिन्छौँ। प्लेटिङको लागि चाहिँ हामी पिसलाई सेपरेट गरेर प्लेटमा राख्छौँ र प्यानमा रिमाइनिङ ससलाई मजाले मिक्स गरेर चिकनको माथि यो स्पाइसी ससलाई अप्लाई गरिदिन्छौँ। यो भिडियो चाहिँ स्पाइसी लभरहरूले सेभ गर्नुहोस् र सेयर पनि गर्नुहोस्। स्टे ट्युन विथ ग्लोबल किचन टुर। थ्याङ्क यू।